यताबाट यसरी आइरहेको थियौँ यसरी झ्याप पाएर हेर्दा त सेतो सेतो देखिन्छ त पहिलो हिउँ देखियो बाबु साथी हिउँ देखियो है त नमस्ते एभ्रिवान दिस इज आवर डे 5 आज चाहिँ हाम्रो 5औं दिन हो तर हिँड्न थालेको चाहिँ आज हाम्रो तेस्रो दिन हो हामी चाहिँ हिजो बसेको होमस्टे यही हो कृषि होमस्टेमा बसेको थियौँ हामी खैकोटमा बसेको छौँ आज चाहिँ सरप्राइजिङली हामी चाहिँ बिहान छिटो उठ्यौँ 7 बजे अहिले 7 बजे हामी हिँड्नको लागि रेडी भइसकेका छौँ अब चिया पानी खाएर निस्किन्छौँ आजको हाम्रो गन्तव्य हामीले अहिले चाहिँ धौलीवडारसम्म पुग्ने विचार गरेको छौँ तर जुन चाहिँ अलि इम्पोसिबल जस्तो देखिरहेको छ अलि माथि नै छ धौलीवडार सो हेरौँ आज चाहिँ कहाँ पुग्छ सुमन र म चाहिँ यही तल छौँ आगो तापेर बसिरहेछौँ अझै आइपुगेको छैन त्यो चाहिँ माथि सुतिरहेको होला हामी दुईटा चाहिँ यहाँ आगो तापेर यस्तो मस्त आगो तापेर ज्यान तताउँदैछौँ अब भाउजूले चिया लिएर आउनुहुन्छ चिया खाएपछि चाहिँ अनि यहाँबाट यसरी टक 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 जानुपर्छ हामी आज कस्तो लागिरहेछ सुमन केटाहरू बिहानै उठ्दियो खुसी तिमी त धेरै खुसी छौ होला आज त साथी हामीलाई साथीले किचकिच गरेर छिटो उठेनौ भनेर आज छिटो उठ्दियो आज फेरि साथीहरूले लोसै भइरहेछ हामी चाहिँ यो बाटो हुँदै आयौँ अलमोस्ट आधा घन्टा ननस्टप हिँडिसकेपछि एउटा यसो सानो फर्स्ट स्टप रेस्ट लिएको छौँ यहाँ खोलाको साइडमा हेर्नु न चमेलिया खोला हाम्रो बाम साथी चाहिँ फेरि उहाँ खोलामा कहाँ गइछ फेरि फोटो खिच्नलाई ओहो कस्तो जाँगर आएको यहाँ हिँड्ने एनर्जी छैन केटा फोटो खिच्न उहाँ पुग्दैछौँ उहाँ मुनि धेरै स्टप लिँदैनौँ हामी जति धेरै स्टप लिन्छौँ त्यति गाह्रो हुन्छ बसाइ पनि छैन यसो उभिया छौँ निस्किहाल्नुपर्छ हामी चाहिँ त्यहाँ धेरै बसेनौँ एकैछिन रोक्यौँ अनि अलि अगाडि आएर चाहिँ लगभग हामी हिँडेको ठ्याक्कै 1 घन्टा भयो 1 घन्टा भएपछि चाहिँ हामीले अलिकति 15 मिनट जति ब्रेक लिने सोचेको छौँ चमेलिया खोला साइडमै छ पुरै चमेलिया खोला सँगसँगै हामी हिँडिरहेको छौँ टोलीहरू आज चाहिँ हिँड्न सकेका छन् है टोलीहरू कस्तो हुँदो रहेछ भन्दाखेरि तपाईँको अस्ति हिँड्दा गाह्रो भयो हिजो हिँड्दा अलिक कम आज चाहिँ अलि हिँड्ने छ बरु अलि हिँड्ने छ हामीसँग कुकुर हेर्नु उहाँदेखि हामी बसेको ठाउँमा हाम्रै कोठामा बस्छ हामीसँगै खान्छ हिजो के खायो कुकुरले पनि खायो टन्न मासु खायो टन्न हिँड्ने छ हामी हिँड्ने छौँ पानी भर्ने ठाउँ चाहिँ तपाईँहरूले टेन्सनै लिनु पर्दैन पानी भरेर ल्याउने कामै नगर्नुहोस् 1 घन्टा बोतल हान्नुहोस् त्यसरी यस्तो यो धाराहरू बाटो भेटिन्छ पानी खाँदै रेस्ट गर्दै जाने हो हामी चाहिँ अब खाना खाने ठाउँमा अलमोस्ट आइपुग्न लाग्यौँ हामी अलमोस्ट 2 घन्टा हिँड्यौँ बिहानबाट 2 घन्टा हिँडिसकेपछि चाहिँ अलमोस्ट अब आधी घन्टा हिँड्यो भने चाहिँ हामी खाना खाने ठाउँमा आइपुग्छौँ 2 घन्टा हिँड्दाखेरि हाम्रो दोस्रो रेस्ट हो धेरै लामो रेस्ट गरेनौँ आज चाहिँ अलि छिटो हेरिरहेको छ अझै घाम लागेकै छैन हेर्नु न माथि उता घाम लागिसक्यो अझै घामले हामीलाई छोकै छैन बिस्तारै हिँडिरहेको छौँ साथीहरूले सुमनलाई चाहिँ अलिअलि गाह्रो भए जस्तो छ अनि हामीले सुमनलाई रेस्ट गराउँदै बिस्तारै लिएर जाँदैछौँ बिस्तारै जाने हो बिस्तारै हामी पुग्छौँ हामी हिँड्दैछौँ यो बाटो केटाहरू हिँडेर आउँदैछन् बाटो चाहिँ उकालो एकछिन बसेर हिँड्न पाएन उकालो बाटो देखेँ कि थाकिहाल्ने वहाँ मुनिबाट आयौँ यही बाटो हुँदा यसरी ट्याप टु पप हो त्यतानिर पुग्नुपर्छ बाटो उकालो साथी कतिको थकाइ लागिरहेछ ठिकै छ यतिको त हिँड्नै पऱ्यो नि हिँड्नु पऱ्यो जाउँ फाइनली छिरछिरे आइपुग्यौ छिरछिरे लन्च क्याम्प उचाइ 2500 मिटर यताबाट हिँडेर छिरछिरे आइपुग्यौ अनि चाहिँ अब भर्खर छिरछिरेमा यहाँ खाना गर्न लागेको छौँ खाना भन्दा पनि खाना बनाउन लागेको छौँ पहिल्यैदेखि दाइले भन्यो भने मात्रै दाइले बनाएर राख्नु हुँदो रहेछ हामीले फेरि भनिएन हामी यत्तिकै आइयो अनि यहाँबाट सिमराहा गएर कि सिमाहा भन्ने ठाउँमा गएर खाना खाए नि हुने रहेछ तर होइन हामीले चाहिँ दाइले यहीँ खाना बनाउन लगायौँ दाइले यहीँ खाना बनाउँदै हुनुहुन्छ अब यतै खाना खाएर अनि जाने खाना पाकिसक्यो भन्नुहुन्छ दाइले अब अरू तरकारीहरू के बनाएर खाएर अब कहाँसम्म पुगिन्छ खै हेरौँ एकछिन त आगो ताप्नु पऱ्यो यहाँ न्यानो भएर
के गरिन्छ, माथि कहाँ पुगिन्छ, के गरिन्छ केही थाहा छैन। यहाँ कुकुरहरू हेर्नु न, यहाँ यस्तो खतरनाक कुकुरहरू हुँदो रहेछन्। भोटे कुकुर पुरै कहाँ गयो, उता पछाडि गयो। एउटा त अझ योभन्दा ठुलो छ भोटे कुकुर, यत्रो ज्याङ्गो। यो दुईजना भयो भने त बाघै मारिदिने खाले छन्। अनि यता दुईजना चाहिँ भुसुवा चलेर बसेछन्। भोटे कुकुर पुरै चिल पारामा त्यही ढुक्कसँग बस्दै। दुईजनाहरूले त पुरै भेडा बाघसँग हेर्छन् रे नि त। अनि खतरा भोटे कुकुर। हैट, हामी चाहिँ अब यहाँ तातो खाना खान लाग्यौँ। अब तातो खाना खान्छौँ अनि त्यस पछाडि यहाँबाट निस्किन्छौँ। अब हामी चाहिँ छिरछिरेमा खाना खायौँ, बस्यौँ। अब चाहिँ माथि सिमारतिर जान लाग्यो। हाम्रो अब मोटे साथी चाहिँ गयो, मोटे साथी झऱ्यो। अब कहाँ घुसामा कि कहाँ गएर बस्छु, हामीले पर्खिन्छु भनेको छ, घुसा नत्र मकरीघाट। अब हामी चाहिँ जान्छौँ। अब यहाँबाट बाम्रोमा दुईजना मात्रै भयौँ। अब यहाँबाट निस्क्यौँ। अब राति चाहिँ आज सिमारमै बस्छौँ होला हामी चाहिँ खाना खाएको ठाउँबाट थोरै माथि आएर बस्यौँ। कस्तो मनै भारी बनाइदियो मोटेले। अब बिचरा मोटे पनि जान सकेन। अब हामीलाई माथि जान मन पनि लागेको छैन हिमालतिर। तल जाऊँ भने यत्रो दुःख गरेर वहाँबाट आइयो यार, यो ठाउँ देख्नको लागि भनेर। नदेखिकन जाने जस्तो भयो। माथि जानु मन पनि छैन। के भन्छस् म्याम? खै त अब बिचसम्म भयो। न झर्न मन लाग्छ, न उकालिदिनु मन लाग्छ। जान त गइएला, तर त्यो जस्तो एनर्जी थियो नि, आनन्द त्यो मोटेले अलि विश्वको बनाइदियो। ओह, कस्तो नराम्रो भइरहेछ, मन भारी भइरहेछ। यहाँ घुम्न ठाउँमा आएर पनि नराम्रो लागिरहेछ। धेरै सम्झायौँ हामीले मोटेलाई। अब मोटेलाई सम्झायौँ, तर त्यो पनि जान सक्ने भए त आउँथ्यो। हामीले मोटेको कुरा पनि बुझ्नुपर्छ। ऊ पनि आउन सकेन। अब थाहा छैन हामी कहाँसम्म पुग्छौँ, माथि जान्छौँ कि तल झर्छौँ। लेट्स हेरौँ अब के हुन्छ। लेट्स सी। यो बाटोबाट आएर हामी यहाँ बसिरहेको छौँ एकछिन, यहाँ खोलाको भ्यू हेर्दै। अनि फेरि हामी यही बाटो हुँदै हुँदै उकालो लाग्ने हो। यताबाट यसरी आइरहेको थियौँ, यसरी झ्याप पाएर हेर्दा त सेतो सेतो देखिन्छ त। पहिलो हिउँ देखियो, हिउँ देखियो, हिउँ देखियो। बाबु साथी, हिउँ देखियो है त। हिउँ देखियो, हिउँ देखियो। ढुङ्गै ढुङ्गामा थिइन् न। ओए बल्ल अफीको ट्रेक हान्ने जस्तो भयो है त। ल बल्ल हिउँ देखियो। बिस्तारै है साथी, चिप्लिन्छ चिप्लिन्छ। है फेरि ए 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 आयो है, आयो हिउँ भेट्यौँ हामीले बल्ल। ए यहाँ हेर्नु त हिउँ, ए पुरै हिउँ छ उता खोला खोला। बल्ल अफीको ट्रेक हाने जस्तो भयो है। बल्ल बल्ल अलिकति जोस आयो। साथी फर्केर कस्तो नमजा लागिरहेको थियो। यो देखेपछि चाहिँ अलिकति जोस आयो, जोस। हैट, सिमार चाहिँ अघि नै आइपुगेको हामी। 4 बजीतिर सिमार आइपुग्यौँ। तर यहाँबाट धौलीवडार जान फेरि 4-5 घन्टा लाग्दो रहेछ। राति हुन्छ, त्यही माथि साथी फर्कियो एउटा। अनि त्यही भएर हामी यहीँ बस्यौँ। हिमाल चाहिँ यहाँबाट अलिअलि देखिरहेको छ, हिउँ चाहिँ परेको छैन। यहाँ आगो तापेर बसिरहेको छौँ। अनि यहाँ अब रोटी खाना बनाउने भन्ने हुनुहुन्छ यहाँ बाजेहरूले। अनि खाना खाएर सुत्छौँ। अनि भोलि चाहिँ हामी सक्दो छिटो बिहान उठेर धौलीवडार गएर बेस क्याम्प चढेर अझ योभन्दा पनि तल फर्किने सोच छ। किनकि साथी तल गइसक्यो, सास लिन सक्दिनँ म, गाह्रो भयो भनेर। अब त्यो पनि कहाँ गएर बसेको छ, के छ, यहाँ न टावर टिपेको छ, फोन गर्न नि पाइएको छैन। त्यही भएर यहाँ घुम्न आएको। अहिले कस्तो नरमाइलो भइसक्यो, मन खिन्न भइसक्यो। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। यहाँसम्म भिडियो हेरिदिनु भयो भने थ्याङ्क यू सो मच। शुभरात्रि, गुड नाइट। गुड मर्निङ एभ्रिवान। टुडे इज डे 6। आज चाहिँ हामी हिँडेको डे 6 भइसकेको छ। हिजो राति हामी बसेको होमस्टे चाहिँ यही हो, यहीँ बस्यौँ। यति घर छ, यति 4वटा घर छ यतिमा चाहिँ। अनि यहाँ यो गोठालाहरू हो, यति 4वटा घर छ हिजो बसेको ठाउँमा। यहाँ चाहिँ बाम, म अनि यहाँ घरको बाजे बजे मात्रै 4 जना बसिरहेको थियौँ। राति डर लागेर भने यहीँ राति बाघ र कुकुर आएर जुधेछ क्या। राति घक्राएर कुकुर गर्दै थियो।
राति डरले आज बिहान छिटो हिँड्ने भनेको नि हिँड्न सकिएन। अलमोस्ट 7 बजिसकेको छ। अब चाहिँ यहाँबाट हामी निस्किन्छौँ। आजको हाम्रो डेस्टिनेसन चाहिँ अपी बेस क्याम्प, वहीँसम्म पुग्ने अनि वहाँसम्म पुगेर पनि यहीँ फर्किने भनी सोच हो। अनि किनकि हामी तल छिटो झर्ने भनेर, तर हेरौँ अब कहाँसम्म पुगिन्छ हामी। बाटोभरि यसरी पुरै तपाईँको खोल्साबाट आउने बाटो हुन्छ नि, त्यसमा चाहिँ पानी आउनेमा चाहिँ पुरै यसरी चुइरहेको छ। यहाँ हेर्नु न आइस, पुरा आइस छ भनेर। यिनीहरू आइस त अलि ठिकै छ, अझ यो हेर्नु न यसरी खुट्टा राख्यो कि लर हुन्छ, ब्ल्याक आइस। बाटो चाहिँ यता माथि सिमार कटेपछि अलि सम्मै छ, तर जति दुःखवाला बाटो थियो तलै थियो। माथि चाहिँ अहिलेसम्म चाहिँ ठिकै छ। सबैले बाटोहरू माथिको चाहिँ राम्रै छ भन्दै हुनुहुन्थ्यो। अब हेरौँ यस्तो ठिकै बाटो कहाँसम्म छ। दोमल आइपुगेको छौँ हामी। बिहान त छिटो हिँड्छ है बाम। दोमल आइपुग्यौँ, बाटो पनि ठिकै छ। अब यहाँबाट चाहिँ अपी हिमाल 5 घन्टा लाग्छ भनेको छ। लेट्स सी 3-4 घन्टामा पुग्ने, पुस गर्ने। झोला पनि लिएर आएको छैनौँ अहिलेसम्म, मैले बोकेँ। यहाँबाट फेरि बामले बोक्दैछ, टर्न बाई टर्न हिँड्नुपर्छ। अब कडा हिँड्नुपर्छ। बाटो चाहिँ यस्तो डेन्जरस छ है। यहाँ बाम अगाडि गएको छ झोला बोकेर। बाटै छैन नि, यो खोलाले लग्दै जस्तो छ कि बाटो। हेर्नु न, पारिबाट चाहिँ बाटो छ। यहाँ चाहिँ अब यसरी भद्राक घुत्रुक हिँड्नुपर्ने हुन्छ। मैले त कस्तो तिर्खा लागिरहेछ, यहीँको पानी खाइदिउँ कि जस्तो पनि लागिरहेछ खोलाको। तर फेरि चिसो पो हुने हो कि। अझै धौलीवटा आउन हामीलाई 1.5 घन्टा जति लाग्छ होला। हिँडिरह्यौँ भने, बस्यौँ भने त कहिले बरफ पनि जमेको छ। यहाँबाट फेरि यति उकालो हेर्नुपर्छ। घाम चाहिँ लागिसक्यो। दिस इज भल्ले खोला। यो ठाउँ चाहिँ भल्ले खोला हो। यहाँ चाहिँ 2टा घर मात्रै छ कि, अब 2-3टा धेरै भयो। यहाँ बेस क्याम्पहरूमा धेरै घरै छैन कि यस्तो बस्ने ठाउँहरूमा। यहाँ चाहिँ 2टा घर छ। त्यो पनि अहिले यो ठाउँ चाहिँ बन्द छ क्या। बन्द छ भन्ने सुन्नमा आएको थियो। यहाँ मान्छेहरू कोही पनि हुनुहुन्न होला। यसो मान्छे हुनुभएको भए यसो चिया केही खाएर हिँड्नुहुन्थ्यो। केही खाइएको छैन बिहानदेखि, यत्तिकै हिँड्या छ। यसो पानी सानी पनि खाइएको छैन। बोतल पनि फेरि तलै छोडेर आइदिउँ त्यहीँ हामीले, अप्ठ्यारो भयो भनेर। केही खाइएको छैन। तिर्खा लगाएर पो गाह्रो बस्छ। यहाँ कोही हुनुभएको छ कि हुनुभएको छैन। यसो हेर्दा त सुनसान छ। हुनुभएको छैन जस्तो छ। मैले थोरै धुवा बलेको चाहिँ देखेँ, सायद मान्छे हुनुहुन्छ होला। वी फाइनली रिच धौलीवडार चाहिँ आइपुग्यौँ हामी। यस्तो राम्रोसँग हिँडेर आयो नि। बामको एउटा ब्याग तै तल छोडिदिउँ, 2टा ब्यागमा 1 कुन्चर कपडा लाउने मात्रै हालेर बाम र म झोला साट्दा टुई आयौँ। एकदम मजासँग आयौँ बाम र म। 4 घन्टा 5 घन्टा लाग्छ भन्दै हुनुहुन्थ्यो, 3 घन्टामा आइपुग्यौँ हामी। फेरि 2 ठाउँमा बस्यौँ 5 मिनट, अनि सुस्ता आयौँ। यही हो ठाउँ धौलीवडार बेस क्याम्प। धौलीवडार भनौँ। अब यहाँबाट बेस क्याम्प माथि जान 2 घन्टा लाग्छ। यहाँ होटल चाहिँ ग्रिन हाउसको दाइ चाहिँ हामीलाई कुरेर बस्नुभएको थियो, केटाहरू आउँछन् भनेर 2-3जना। अनि यहाँ माथि पनि हुनुहुन्छ। यहाँ चाहिँ हामीले खाना भनिसकेको छौँ। यहाँ खाना खान्छौँ अनि बल्ल अनि माथि बेस क्याम्पतिर लाग्छौँ। माथि हिउँ हेर्नु त, आइयो फाइनल्ली आइयो। 4 दिनको हाइक हिँडेपछि बल्ल धौलीवडार आइयो। यस्तो आनन्द लाग्यो। ढिलो त हामी हो, तर यहाँ यो 3 घन्टा हिँडेको त सबैभन्दा छिटो हामी नै होला। यस्तो मजा आइरहेछ। यस्तो तातो खाना पनि आइसक्यो हाम्रो। तातो खाना खानुपर्छ। बुवाले एकदम मिठो गरी खाना यति छिटो बनाइदिइ पनि भयो। त अब खाना खाएर अनि हामी बेस क्याम्पतिर निस्किनुपर्छ। हामी चाहिँ धौलीवडारबाट बेस क्याम्पतर्फ लाग्यौँ। बेस क्याम्पको दाइ चाहिँ झरेर यहीँ धौलीवडार आइसक्नु भएको रहेछ, हामीहरू आउँदैनौँ भनेर। तर हामीले चाहिँ दाइले ठक्कै यहाँ भेटायौँ। दाइहरू चाहिँ खाना खाएर आउँदै हुनुहुन्छ। हामी चाहिँ बिस्तारै हिँड्दैछौँ, तर बाटो नै झुक्यो। त्यहाँ माथि घरहरू छ, त्यही भएर यही बाटो जानु लाग्यो। तर यो बाटो चाहिँ होइन होला जस्तो छ। वी अलमोस्ट रिच अपी बेस क्याम्प। बोल्न पनि सकेको छैन। बट द भ्यू इज ओफ, ए माई गॉड, हेभन। यस्तो बवाल भ्यू छ। अझै अपी बेस क्याम्प पुगिसकेको छैन।
अझै 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 जानुहोस्, अझै अझै म देखाउँछु राम्रो, अझै राम्रो दामी क्लिप देखाउँछु म तपाईँहरूलाई। ओह कस्तो मेजेस्टिक भ्यू हेर्नु न, कस्तो राम्रो। ए अब ठ्याक्कै यहाँ अब हाम्रो यसमा पुग्यौँ है। अब यहाँ पनि अब च्याङ्ग्राको हो कि च्याङ्ग्राकै हो। अनि के साल खबर? एकदम ठिक छ साथी, जाडो छ यार, यस्तो हावा ठिक समयमा आयो है। ठिक्क साथैमा आयो। अहिले चाहिँ म छु अपी बेस क्याम्पमा। अपी बेस क्याम्पमा चाहिँ हेर्नु यस्तो ब्युटी छ। तर अझ हामी अफ सिजनमा आएछौँ, हिउँ अझै त्यति धेरै छैन, नत्र यहाँ भरि पुरै हिउँ हुन्थ्यो। हामी बसेको होमस्टे चाहिँ यहाँनिर छ, कोही हुनुहुन्न माथि, म मात्रै एक्लै हिँडिरहेको छु हिमालको बिचमा। आनन्द सकुनसँग हावा यस्तो लागिरहेछ, चिसो पनि अलिअलि भइरहेछ, कपडा ड्याम्म लगाएको छु। म चाहिँ ट्राई गर्छु कालीढुङ्गा ताल जानको लागि। पुग्यो भने पुगिहालेँ, पुगेन भने त केही नै छैन र। हामी चाहिँ अहिले अपी बेस क्याम्पमा आगो तापेर बसिरहेको छौँ। कस्तो भयो त बामजी अपी बेस क्याम्पको ट्रेक? एकदम लभली, एकदम लभली, रमाइलो भयो है? रमाइलो भयो। अब बाटो पनि अब यस्तो अब यहाँ अब मान्छेहरू अब हामीले हेर्दाखेरि त मान्छेको दुःख देखियो के अरे, यति गाह्रो हुने रहेछ। अब ठिकै छ, अब जस रमाइलो छ, जस बाटो चाहिँ अलि अप्ठ्यारो छ। अब त्यो सास बढ्ने सर्ने भन्थ्यो, अब खै अब सास बढेको छैन, आनन्दले आइयो तलदेखि भन्ने। हामी आगो तापेर बसिरहेको छौँ। म चाहिँ अब कालीढुङ्गा ताल जान्छु भनेर हिँडेको मान्छे, सकिनँ अनि फर्केर आएँ। अब ठिकै छ, सुमान आएको भए पनि त्यति गाह्रो चाहिँ हुन्थेन होला, तर ठिकै छ। सुमन साथी वी मिस यु, होइन त बाम? एकदमै एकदमै मोटेले धेरै मिस गर्यो नि। त्यहाँबाट चाहिँ नि धेरै हिँड्नै नपर्ने रहेछ, समय जस्तो बाटो। अनि बेस क्याम्पमा आउने बेला हल्का उकालो मात्र हो, सकिन्थ्यो, सानो उकालो। त्यसपछि त जस मिस गर्यो साथीले। अब केही छैन, साथी चढेन, अब हामी चढ्यौँ। ठिक छ साथी, नेक्स्ट टाइम हान्लास् नि राम्रोसँग। त्यही त, अब नेक्स्ट टाइम हान्ला साथी, वी मिस यु। अब यहाँ भोलि फर्किन्छौँ होला। आजको लागि चाहिँ यति नै। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। गुड नाइट, बाई। कति भइसक्यो हेर्नु न, हिमाल देखेको, जुन देखिरहेछ, हिमाल अलिअलि सेतो देखिरहेछ।